कहिले सोच्नु भएको छ कि किन केही मान्छेले सधैँ मतलब जे चाह्यो त्यही पाइरहेको हुन्छ? जबकि अरू चाहिँ सधैँ सङ्घर्षमै हुन्छन्। हो नि, कि उनीहरूसँग त्यस्तो कुनै कुनै गोप्य सूत्र छ जुन हामीलाई थाहा छैन? यो प्रश्नले मलाई सधैँ सोचमग्न बनाउँछ। हो, र आज हामी यही प्रश्नको जरासम्मै पुग्ने प्रयास गर्दैछौँ। हाम्रो आजको यो गहिरो विश्लेषण आरबी स्पार्कम्यानको एउटा निकै विवादास्पद पुस्तकमा केन्द्रित छ, द आर्ट अफ म्यानिपुलेसन। र रोचक कुरा के छ भने नि, यो किताब कुनै प्रोफेसरले लेखेको होइन। होइन, यो त लेखकले ठग, जालसाज र मानिसहरूलाई आफ्नो प्रभावमा पार्ने सडकका माहिर खेलाडीहरूसँग 1 वर्ष बिताएर सिकेको स्ट्रिट विजडमको सङ्गालो हो। मतलब यो कुनै सैद्धान्तिक ज्ञान होइन, पुरै व्यवहारिक अनुभवमा आधारित ज्ञान भयो। बिल्कुल। र सुरुमै एउटा कुरा स्पष्ट पारौँ, हाम्रो उद्देश्य यहाँ उल्लेखित विचारहरूलाई समर्थन गर्नु कि मर्थ होइन। त्यो महत्त्वपूर्ण छ। बरु यो स्रोत सामग्रीमा के भनिएको छ त्यसलाई निष्पक्ष रूपमा केलाउने हो। मानव स्वभावबारे यसले के भन्छ, यसका दाउपेचहरू कस्ता छन्, र अन्त्यमा यसको नैतिक पक्ष के हो त्यही खोतल्ने छौँ। ठिक भन्नुभयो। यो एक किसिमले मानिसको मनोविज्ञानको अध्यारो पाटोको अन्वेषण जस्तै हो। त्यसो भए त्यही अध्यारो पाटोबाटै सुरु गरौँ न त। किताबको सबैभन्दा आधारभूत र अलि चकित पार्ने दाबी के हो? किताबले भन्छ संसारका केवल 5% मानिसहरूले 5% मात्रै हो, केवल 5%ले बाँकी 95%लाई आफ्नो प्रभावमा पारेर चलाउँछन्। चम्मको दाबी छ। हो, र यो ज्ञान कुनै ठूलो अनुसन्धानबाट आएको पनि होइन। लेखकले यो कुरा ह्युस्टन टेक्सासका बारहरूमा भेटेका हार्डी जस्ता अनेकौं चरित्रहरूबाट सिकेका हुन्। हार्डी जस्ता मानिसहरूमा एउटा अचम्मको क्षमता थियो। उनीहरूले मानिसहरूलाई उनीहरूको इच्छा विपरीत पनि काम गराउन सक्थे। त्यो पनि मान्छेले चालै नपाउने गरी। हो, चालै नपाउने गरी। तर मान्छे त्यति सोझो पनि त हुँदैन नि। कसैले चाहेको कुरा गराउन उसको स्वभाव बुझेर मात्रै पुग्छ र? यो त अलि बढी नै सरल सुनियो। तपाईको प्रश्न एकदमै जायज छ। यो केवल बुझ्नु मात्र होइन, यो त प्रयोग गर्नु हो। सफल म्यानिपुलेटरहरूले मानिसहरूको भित्री प्रवृत्ति, कमजोरी, डर र इच्छाहरूलाई नै आफ्नो हतियार बनाउँछन्। हतियार नै? हो। किताबले त यो विषयमा कुनै लागलपेट नलगाई प्रष्टै भन्छ, यी तरिकाहरू नैतिक हुनुपर्छ भन्ने छैन। केवल काम गर्नुपर्छ? एक्ज्याक्टली। उनीहरूको लागि एउटै मापदण्ड थियो, के यसले काम गर्छ? नैतिकता त त्यो त उनीहरूको शब्दकोशमा नै थिएन होला। थिएन, बिल्कुल थिएन। यो त निकै कठोर दृष्टिकोण भयो। त्यसो भए हामी जस्ता 95%मा पर्नेहरूले ती 5%लाई चिन्ने केही तरिका छ त? किताबले केही सङ्केत दिन्छ? पक्कै दिन्छ। ट्याक्टिक 1ले यस्ता मानिसहरूलाई चिन्ने केही प्रारम्भिक सङ्केतबारे बताउँछ। जस्तै? एउटा प्रमुख सङ्केत हो अति धेरै आश्वासन दिने, मतलब प्रोटेस्टिङ टु मच। जब कुनै व्यक्तिले एउटै कुरा बारम्बार दोहोर्याउँछ, जस्तै म तिम्रो पैसा फिर्ता गरिहाल्छु नि, विश्वास गर, तब शङ्का गर्ने ठाउँ हुन्छ। तर कहिलेकाहीँ मान्छे इमान्दार भएर पनि त बारम्बार आश्वासन दिइरहेको हुन सक्छ नि, होइन र? कोही साँच्चै चिन्तित भएर म पैसा फिर्ता दिइहाल्छु भनिरहेको पनि त हुन सक्छ। यसलाई कसरी छुट्याउने? एकदम सही प्रश्न। यहाँ सन्दर्भ महत्त्वपूर्ण हुन्छ। किताबका अनुसार एक इमान्दार व्यक्तिले 1 वा 2 पटक आश्वासन दिन्छ, तर जब कोही व्यक्ति तपाईले प्रश्न नसोध्दै पनि बारम्बार कसम खान्छ, त्यो प्राय उसको आफ्नै असुरक्षा वा बेइमानी लुकाउने प्रयास हुन्छ। लेखकले एउटा घटना सुनाउँछन् जहाँ उनले हार्डीलाई जेलबाट छुटाउन जमानत तिरिदिन्छन्। अनि हार्डीले के भन्छ? हार्डीले पैसा फिर्ता गर्ने कसम खान्छ, मेरो इमानमा विश्वास गर भनेर पटक पटक भन्छ। तर लेखकले त्यो पैसाको 1 पैसा पनि कहिल्यै फिर्ता पाउँदैनन्। भनेपछि त्यो अतिरिक्त आश्वासन नै खतराको घण्टी थियो। हो, त्यही नै थियो। अर्को एउटा रोचक सङ्केत पनि छ किताबमा। पहिले धेरै धनी थिए तर सबै गुनाए भन्ने कथा सुनाउने व्यक्ति। यस्तो कथा सुन्दा त सहानुभूति जाग्नु पर्ने हो नि? हो नि, अनि त्यही सहानुभूति नै उनीहरूको हतियार हो के? किताबका अनुसार यस्ता मानिसहरू प्राय 2 मध्ये 1 हुन्छन्। कि त उनीहरू ठग हुन् जसले कहिले केही कमाएका थिएनन्, कि त उनीहरूको आर्थिक निर्णय क्षमता एकदमै कमजोर हुन्छ। दुवै अवस्थामा विश्वास गर्न लायक भएनन्।
भएनन्। उनीहरूले आफूलाई पहिले सफल र अनुभवी देखाएर तपाईको विश्वास जित्न खोजिरहेका हुन्छन् ताकि उनीहरूले तपाईलाई कुनै न कुनै रूपमा प्रयोग गर्न सकुन्। ठिक छ, यी त खतराका सङ्केतहरू भए। तर किताब त म्यानिपुलेसन कसरी गर्ने भन्ने बारेमा हो। अब अलि गहिरो र अलि डरलाग्दो दाउपेचमा जाउँ। किताबले मानिसलाई दास कसरी बनाउने भनेर एउटा पुरै खण्ड नै छुट्याएको छ। हो, र यो किताबको सबैभन्दा शक्तिशाली र विवादास्पद अंशहरूमध्ये एक हो। यो दाउपेच एउटा मनोवैज्ञानिक प्रयोगसँग जोडिएको छ अरे, होइन? हो, परेवामाथि गरिएको एउटा प्रयोगसँग। सुन्दा अनौठो लाग्न सक्छ, तर यसले मानव सम्बन्धको एउटा गहिरो र अन्ध्यारो सत्य उजागर गर्छ। परेवाको प्रयोग, त्यो कस्तो प्रयोग थियो? त्यो प्रयोगमा एउटा परेवालाई पिञ्जडामा राखिएको थियो र त्यहाँ एउटा बाड थियो जसमा ठुङ्गा खानेकुरा आउँथ्यो। सुरुमा जब परेवाले हरेक पटक ठुङ्दा खानेकुरा पायो, उसले सामान्य रूपमा भोक लाग्दा मात्र ठुङ्ग्यो। स्वाभाविक नै भयो। तर त्यसपछि प्रयोगकर्ताहरूले नियम बदले। अब परेवाले कहिले खानेकुरा पायो, कहिले पाएन। अप्रत्याशित बनाइयो। हो, अप्रत्याशित। नतिजा आश्चर्यजनक थियो। परेवा पागल जसरी त्यो बारमा लगातार ठुङ्न थाल्यो। उसलाई खानेकुराको लत लागे जस्तै भयो। लत नै? हो, मनोविज्ञानमा यसलाई इन्टरमिटेन्ट रिइन्फोर्समेन्ट वा अनियमित पुरस्कार प्रणाली भनिन्छ। र यसले मानव स्वभावबारे के बताउँछ त? यसले एउटा निकै महत्त्वपूर्ण नियम उजागर गर्छ। मानिसहरू त्यो कुरा सबभन्दा बढी चाहन्छन् जुन उनीहरूले पाउन सक्दैनन् वा पाउने निश्चित हुँदैन। निश्चितताले सन्तुष्ट बनाउँछ। कुनै वास्तविक जीवनको उदाहरण छ? र त्यो निकै डरलाग्दो छ। बेल नामको व्यक्तिको कथा छ जसले यही सिद्धान्त आफ्नी प्रेमिकामाथि प्रयोग गर्थ्यो। कसरी? उसले आफ्नी प्रेमिकालाई कहिले असाध्यै माया गर्थ्यो, महँगो उपहार दिन्थ्यो, संसारकै उत्कृष्ट महिला बन्थ्यो। अनि कहिलेकाहीँ बिना कुनै कारण उनीमाथि रिसाउँथ्यो, चिच्याउँथ्यो र पिट्थ्यो पनि। ओहो, यो सुन्दा त एकदमै डरलाग्दो लाग्यो। यो त माया होइन, सरासर मनोवैज्ञानिक दुर्व्यवहार हो। हो, र यही नै किताबको सबैभन्दा विवादास्पद अंश हो। यसले प्रभावको रेखा पार गरेर नियन्त्रणको अध्यारो क्षेत्रमा प्रवेश गर्छ। र ती महिलाले के गरिन् त? उनले बिललाई छोड्न सकिनन्। उनी बिलप्रति एडिक्टेड थिइन्, ठिक त्यही परेवा जस्तै। बिलले कहिले माया दिन्थ्यो, कहिले पीडा। उनी कहिले निश्चित हुन सकिनन् कि आज उनले बिलको माया पाउँछिन् कि पाउँदिनन्। त्यही अनिश्चितताले उनलाई बाँधिराख्यो। हो, त्यही अनिश्चितताले उनलाई बिलप्रति झन आकर्षित र आश्रित बनायो। त्यो त भावनात्मक तहमा मानिसलाई नियन्त्रण गर्ने कुरा भयो। के किताबले अलि व्यावसायिक वा सामाजिक परिवेशमा काम गर्ने दाउपेचबारे पनि कुरा गर्छ, यस्तो चरम तहमा नपुगेका तरिकाबारे? पक्कै गर्छ। अर्को दाउपेच हो पक्षपात वा फेभरेटिजमको प्रयोग। किताब भन्छ संसार पक्षपातले भरिएको छ र चलाख मानिसले यसलाई आफ्नो फाइदाको लागि प्रयोग गर्न सक्छ। कसरी? ठूलो केही गर्नु पर्दैन। मुस्कानको सही प्रयोग वा सूक्ष्म चाप्लुसीले पनि काम गर्छ। तर यहाँ सूक्ष्म शब्द सबैभन्दा महत्त्वपूर्ण छ। सूक्ष्म चाप्लुसी र सामान्य चाप्लुसी बीच के फरक छ त? सामान्य चाप्लुसी त जो कोहीले पनि थाहा पाइहाल्छ नि। बिल्कुल। सामान्य चाप्लुसी भनेको कसैको लुगा वा रूपको प्रशंसा गर्नु हो, जुन प्राय बनावटी सुनिन्छ। तर सूक्ष्म चाप्लुसी भनेको उनीहरूको जजमेन्ट वा निर्णय क्षमताको प्रशंसा गर्नु हो। जस्तै आफ्नो बसलाई गएर तपाईले त्यो प्रोजेक्टमा दिनुभएको सल्लाहले मलाई धेरै फाइदा भयो, मैले त्यसरी सोचेकै थिएन भन्नु। उनीहरूको बुद्धिको प्रशंसा गर्नु हो, वा कसैको करियर र सङ्घर्षको बारेमा गहिरो चासो देखाएर सोध्नु। यसले उनीहरूलाई महसुस गराउँछ कि तपाईँ उनीहरूको बुद्धि र अनुभवको कदर गर्नुहुन्छ, उनीहरूको टाईको रङको होइन। यो त निकै चलाक तरिका रहेछ। यसले मानिसको भित्री तहमा प्रभाव पार्ने भयो। यो त भयो मानिसहरूलाई आफूप्रति सकारात्मक बनाउने कुरा। तर शक्तिको खेलमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? किताबले म्यानिपुलेसनको सार भनेर केही उल्लेख गरेको छ? गरेको छ, र त्यो हो ट्याक्टिक 4, जसको मूल मन्त्र हो मलाई तिम्रो आवश्यकता छैन, तिमीलाई मेरो आवश्यकता छ।
मलाई तिम्रो आवश्यकता छैन। हो, यसको पछाडिको मनोविज्ञान एकदमै सरल तर शक्तिशाली छ। जब कसैलाई थाहा हुन्छ कि तपाईलाई उसको आवश्यकता छ, मानवीय स्वभावले उसलाई जिद्दी र शक्तिशाली महसुस गराउँछ। तर जब तपाईले यो देखाउनुहुन्छ कि तपाईलाई उसको खासै आवश्यकता छैन, तब सारा शक्ति तपाईको हातमा आउँछ। ठिक। यो त भन्न सजिलो छ, तर व्यवहारमा कसरी उतार्ने? खास गरी जब हामीलाई साँच्चै कसैको आवश्यकता हुन्छ, जस्तै बिक्री गर्दा ग्राहकको। हार्डीले नक्कली जग्गा बेच्दा प्रयोग गरेको कथा यसको उत्कृष्ट उदाहरण हो। त्यही हार्डी हो, त्यही। उसले आफ्नो अफिसमा एउटा ठूलो चार्ट टाँसेको थियो जसमा लेखिएको थियो, मैले अकापुल्कोको यात्रा जितेँ, र त्यो यात्रा जित्नका लागि आवश्यक 15वटा बिक्री लक्ष्य पूरा भएको देखाइएको थियो। यो त पुरै नाटक नै रहेछ। उसले अफिसमा एउटा नक्कली संसार नै खडा गरेको रहेछ। हो, उसले त्यो चार्टमा सबै नक्कली नामहरू भरेको थियो। जब कुनै सम्भावित ग्राहक आउँथ्यो, उसले त्यो चार्ट देखाउँदै भन्थ्यो, हेर्नुहोस्, मलाई तपाईलाई यो जग्गा बेच्नुपर्ने कुनै हतार छैन। मैले त आफ्नो लक्ष्य पूरा गरिसके र कम्पनीले मलाई छुट्टीमा आकापुल्को पठाउँदैछ। यो जग्गा तपाईलाई चाहिएको हो, मलाई होइन। यसले त सम्पूर्ण आवश्यकता ग्राहकतिर सारिदियो। बिल्कुल। ग्राहकलाई लाग्थ्यो कि यो अवसर गुम्न सक्छ र उनीहरू जग्गा किन्न हतारिन्थे। हार्डीले कहिले हतार देखाएन, जसले उसलाई पूर्ण नियन्त्रण दियो। हार्डीको त्यो जग्गा बेच्ने तरिका साँच्चै चलाक रहेछ। आवश्यकताको मनोविज्ञानलाई नै उल्टाइदियो। यो बाहेक के किताबले अरू कुनै उल्टो देखिने तर प्रभावकारी तरिकाबारे बताउँछ? हो, एउटा निकै प्रतिसहज, मतलब काउन्टर इन्ट्युइटिभ दाउपेच छ। ट्याक्टिक 5 ले भन्छ, नम्र बन, धेरै थाहा छैन जस्तो अभिनय गर र अगाडि बढ। धेरै थाहा छैन जस्तो अभिनय गर। हामीलाई त लाग्छ कि धेरै जानेको देखाउँदा मानिसहरू प्रभावित हुन्छन्। तर पुस्तकका अनुसार सबै कुरा जान्ने जस्तो व्यवहार गर्दा मानिसहरू शङ्का गर्छन् र तपाईलाई चलाक र म्यानिपुलेटिभ ठान्छन्। उनीहरू आफ्नो गार्ड माथि लाग्छन्। तर नम्र र अज्ञानी देखिँदा के हुन्छ? मानिसहरूले कमजोर ठान्दैनन् र? त्यही त यसको चलाकी हो। नम्र देखिँदा मानिसहरूले तपाईलाई कम आँक्छन् र सहयोग गर्न खोज्छन्। उनीहरूलाई लाग्छ कि मलाई मद्दत चाहिन्छ भनेर। हो, र यसले उनीहरूको अहङ्कारलाई सन्तुष्ट पार्छ। उनीहरूले तपाईलाई सिकाउन र दोहोर्याउन खोज्छन्, र त्यही प्रक्रियामा उनीहरूले तपाईलाई महत्त्वपूर्ण जानकारी दिन्छन् र तपाईलाई विश्वास गर्न थाल्छन्। रोचक छ। यसैको अर्को पाटो हो गल्ती स्वीकार्नु, मतलब इटिङ क्रो। अनावश्यक विवादमा आफ्नो अहङ्कारको लागि अल्झिनुभन्दा, हो म गलत थिएँ, तपाईँ सही हुनुहुन्छ भन्नुले सम्बन्ध सुमधुर राख्छ। यी मनोवैज्ञानिक दाउपेचहरू त एउटा कुरा भए, तर मानिसहरू सबैभन्दा बढी कहाँ ठगिन्छन्? पक्कै पनि पैसाको लेनदेनमा होला। यसबाट बच्ने कुनै उपाय छ किताबमा? छ, र यो सायद सबैभन्दा व्यावहारिक सल्लाह हो। ट्याक्टिक 8 को मूल मन्त्र हो, पैसा कहाँ छ हेर्नुहोस्। हो, वाच वेयर द मनी इज। हो, जसको हातमा पैसा आउँछ, शक्ति पनि उसैको हातमा हुन्छ। पुस्तकका अनुसार अग्रिम भुक्तानी, मतलब एडभान्स पेमेन्ट गर्नु सबैभन्दा ठूलो र सामान्य गल्ती हो। यसका केही उदाहरणहरू छन्, किनभने धेरै ठाउँमा त अग्रिम भुक्तानी बिना कामै हुँदैन। किताबले केही निकै शक्तिशाली उदाहरणहरू दिएको छ। लेखकले आफ्नो रुममेटलाई कार्पेट बिछाउन $800 अग्रिम भुक्तानी दिएका थिए। अनि काम कहिल्यै भएन, पैसा गयो, काम भएन। ओहो। अर्को एउटा अझ ठूलो घटना छ। एक व्यक्तिले आफ्नो घर मर्मत गर्न एक निर्माण कम्पनीलाई $28,000 अग्रिम दिए। केही दिनमै त्यो कम्पनीको मालिक पैसा लिएर भाग्यो। जीवनभरको कमाई डुब्यो। हो, यी घटनाहरूले के देखाउँछन् भने, जब तपाईले काम हुनुभन्दा पहिले नै पैसा दिनुहुन्छ, तपाईले आफ्नो सबै शक्ति र नियन्त्रण गुमाउनुहुन्छ। अर्को व्यक्तिले काम गर्छ वा गर्दैन भन्ने कुरा उसको इमान्दारीमा मात्र भर पर्छ, जुन सधैँ भरपर्दो हुँदैन। लेखकको सुझाव छ, सकेसम्म काम सकिएपछि मात्रै भुक्तानी गर्नुहोस् वा कामको चरण अनुसार थोरै थोरै। पैसा आफ्नो हातमा राख्नु नै सबैभन्दा ठूलो सुरक्षा हो। पुस्तकमा अनआर्ग्यू टेक्निक जस्ता मानिसको सोचाइ परिवर्तन गर्ने विस्तृत चरणहरू पनि छन्। यो त मानिसलाई आफ्नो प्रभावमा पार्ने एक किसिमको पूर्ण टुलकिट जस्तै भयो। हो, भन्न सकिन्छ। तर यतिका धेरै दाउपेच र चलाखी सिकाएपछि अन्त्यमा लेखकले हामीलाई कहाँ छोड्छन्? के अन्तिम सन्देश जाऊ र संसारलाई आफ्नो इशारामा नचाऊ भन्ने हो?
होइन, र यो सायद पुस्तकको सबैभन्दा महत्त्वपूर्ण र आश्चर्यजनक अंश हो। कसरी? यतिका धेरै अध्यारो पला सिकाएपछि अन्त्यमा लेखकले एउटा गम्भीर र निकै महत्त्वपूर्ण चेतावनी दिन्छन्। उनको निष्कर्ष के छ भने मानिसहरूलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्दा अन्ततः आफैले हानि हुन्छ। आफैलाई? हो, उनले आफ्नो जीवनमा सङ्गत गरेका ती सबै चलाक र सफल देखिने ठगहरू, हार्डी, बिल र अरूहरू भित्रभित्रै एक्लो, दुखी र मित्रविहीन थिए। उनीहरूले त आफूले चाहेको सबै कुरा पाएका थिए, होइन र? पैसा, शक्ति, अरूमाथि नियन्त्रण। तैपनि किन दुखी भए त? किनभने उनीहरूको स्वार्थी र म्यानिपुलेटिभ व्यवहारले उनीहरूका सबै मानवीय सम्बन्धहरू नष्ट गरिदिएको थियो। उनीहरूले सबैलाई एउटा साधनको रूपमा हेरे। परिणामस्वरूप उनीहरूले कसैलाई पनि साँचो रूपमा विश्वास गर्न सकेनन्, न त कसैले उनीहरूलाई नै विश्वास गर्यो। मतलब साँचो सम्बन्ध नै रहेन। उनीहरूले महिलाहरूलाई प्रयोग गरे, तर साँचो प्रेम कहिल्यै पाएनन्। उनीहरूले साथीहरूलाई ठगे र अन्तमा उनीहरूसँग कुनै साथी बाँकी रहेन। उनीहरूको जीवन बाहिरबाट जतिसुकै सफल देखिए पनि भित्रबाट उजाड र खोक्रो थियो। मतलब उनीहरूले सबै लडाईँ जिते तर जीवनको युद्ध हारे। ठ्याक्कै। लेखकले अन्त्यमा जे रोपिन्छ त्यही फल्छ भन्ने पुरानो भनाइलाई सम्झाउँछन्। उनी भन्छन् कि स्वार्थी व्यवहारले अन्ततः एक्लोपना बाहेक केही दिँदैन। हो, यो एउटा गहिरो विरोधाभास हो। म्यानिपुलेसनको कला सिकाउने पुस्तकको अन्तिम सन्देश मानवीय सम्बन्ध र इमान्दारीको महत्त्वबारे छ। बिल्कुल। लेखकले भन्छन् कि यी तरिकाहरू जान्नु आफूलाई सुरक्षित राख्नको लागि महत्त्वपूर्ण छ, तर यसलाई आफ्नो जीवनको दर्शन बनाउनु आत्मविनाशको बाटो हो। यो गहन छलफलपछि एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ। हाम्रो दैनिक जीवनमा कसैलाई प्रभाव पार्नु, इन्फ्लुएन्स, र कसैलाई हेरफेर गर्नु, म्यानिपुलेसन, बीचको त्यो पातलो रेखा कहाँनिर छ? यो साँच्चै विचारणीय प्रश्न हो। खै, सायद यो नियतमा निर्भर गर्छ। नियतमा? प्रभाव पार्नुमा दुवै पक्षको हित हुन सक्छ, तर हेरफेरमा केवल आफ्नो स्वार्थ हुन्छ, अर्को पक्षको मूल्यमा। तर त्यो रेखा प्राय धमिलो हुन्छ। पक्कै पनि। आज हामीले आर.बी. स्पार्कम्यानको पुस्तकका केही प्रमुख विचारहरू प्रस्तुत गर्यौं। यी विचारहरू स्रोत सामग्रीमा आधारित थिए र हाम्रो उद्देश्य यस विवादास्पद विषयमा जानकारी र एक फरक दृष्टिकोण प्रदान गर्नु मात्र थियो।